अस्ति भर्खर हाम्रो के भन्छ पुल्चोक इन्जिनियरिङ कलेजको प्रोफेसर डाक्टर सुवर्ण साके, यहाँले पनि चिन्नुहुन्छ, उहाँलाई मैले यस्तै एक क्वेसन गर्दाखेरि उहाँले के भन्नुभएको थियो भने यो काम भनेको इन्डस्ट्रीले गर्ने हो, युनिभर्सिटीले त एउटा कपडा उत्पादन गरे जस्तै एउटा जुन कपडा चाहिँ जहाँसुकै पनि फिट खाने, जस्तो मोटो मान्छेलाई सिलाउनु पऱ्यो भने अलि ठुलो सिलाउने हो हैन, अलि पातलो मान्छेलाई सिलाउने हो भने अलिकता सानो सिलाउने हो। त्यो सिलाउने काम त युनिभर्सिटीको होइन नि, हामीले त कपडा उत्पादन गरिदिने हो, क्वालिटीको के भन्छ उत्पादन गर्ने हाम्रो काम हो भन्नुभएको थियो कि। एक हिसाबमा अब प्रोफेसर साहबको कुरा पनि ठिक होला, तर अहिले जमाना के छ भने इन्स्ट्यान्ट नुडलको जमाना छ के हैन। त्यसैले त मैले भने नि ब्रिज गर्ने कुनै न कुनै संस्था हुनु पर्यो। तर चाहिँ के गर्न सकिन्छ भने नि उहाँहरूले कपडा त बनाउनु भयो, तर रेडिमेड पनि त पाइन्छ नि, पाइँदैन। अहिले भनौँ न टी सर्ट त्यो के कपडा काटेरै तपाईँले बनाए त होइन नि, मिडियम साइज, स्मल साइज, एक्सेसियल होइन, त्यो त गर्न सकिन्छ नि। संसारमा चलेको टेक्नोलोजीमा गाह्रो पनि छैन।